नमस्ते, स्वागत छ मिसन सिबी लोकसेवा युट्युब च्यानल देख्नु भएको सम्पूर्ण साथीहरूलाई। म आज तपाईहरुलाई हैन विद्युतको के हुन्छ हाम्रो अफलाइन आवेदन फर्म कसरी भर्नुहुन्छ म त्यो भिडियोहरु तपाईहरुको बीचमा लिएर आएको छु। किनकि कतिपय साथीहरुलाई हेर्छु हैन विद्युतको फर्म भर्न पनि के हुन्छ यो फर्म हैन अलि बढी हुन्छ के पेज बढी हुन्छ, त्यसमा हेर्न र भर्न झ्याउ लाग्छ है। त्यो भएर म तपाईहरुको बीचमा यो फिजिकल अनलाइन त सबै साथीहरुलाई थाहा नै होला, त्यसपछि अनलाइन भिडियोहरु नै पनि राखेछ हैन। त्यसपछि यो फिजिकल फर्म अफलाइन कसरी भर्नुहुन्छ म तपाईहरुलाई यो पुरा भिडियोमा पुरा जानकारी गराउने छु। कृपया सुरुदेखि अन्तसम्म भिडियो तपाईहरु हेर्नु होला है। यता हेर्नु त के छ हाम्रो नेपाल विद्युत प्राधिकरण, यो हाम्रो गौशाला वितरण केन्द्रको हो। तपाईहरुको जुन ठाउँमा हुन्छ त्यो अर्कै वितरण केन्द्र होला हैन तपाईहरुको। त्यसपछि यो हुन्छ विद्युत आवेदन फर्म हुन्छ है, यो सिट नम्बर है, यो सिरियल नम्बर हुन्छ। यो चाहिँ हाम्रो विद्युत प्राधिकरणले अफिसले दिने हो, कति नम्बर हुन्छ के हुन्छ है। त्यसपछि यता हेर्नु होला तपाईहरु, यता हेर्नु होला फर्स्ट पेजमा हाम्रो के छ, फर्स्ट पेजमा के छ विद्युत आवेदन फर्म है। विद्युत आवेदन फर्म नेपाल इलेक्ट्रिसिटी अथोरिटी जुन चाहिँ अनुसूची 1 मा हुन्छ है। यो विद्युत आवेदन फर्ममा के हुन्छ हाम्रो जुन व्यक्तिको नाममा हामी घर मिटर लिइरहेको छु है, घर मिटर लिइरहेको छु, यो घर मिटरको हो साथी। सिँचाइको बेग्लै हुन्छ, यो घर मिटरको हो। जुन व्यक्तिको लागि लिइरहेको छु, जुन व्यक्तिको नाममा उहाँको एउटा फोटो हुनु पर्यो है। त्यसपछि के छ हाम्रो आवेदकको नाम है, आवेदकको नाम हुनु पर्यो, के नाम छ उहाँको नाम लेख्नु होला, नागरिकतामा के छ स्पष्ट। त्यसपछि उहाँको पेशा वा संस्था केमा काम गरिरहेछ के छ त्यो लेख्नु होला स्पष्ट। त्यसपछि बुबाको है पतिको नाम, अब कुनै लेडिजको छ भने त्यस्तो केसमा पतिको नाम के होला, र आफ्नो कुनै जेन्ट्सको केसमा छ भने बुबाको नाम के छ त्यो लेख्नु होला। त्यसपछि हाम्रो के हुन्छ बाजेको नाम हैन, बाजेको नाम र ससुरको नाम। लेडिजको केसमा छ भने ससुरको नाम के हुन्छ। त्यसपछि अब जेन्ट्स कुनै भरिरहेछ आफ्नो नामको लागि लिइरहेछ मिटर भने उहाँले आफ्नो नामको हैन आफ्नो के हुन्छ बाजेको नाम के छ त्यो लेख्नु होला। त्यसपछि घरधनीको नाम लेख्नु होला, घरधनीको नाम है। त्यसपछि के हुन्छ बिजुली हैन, बिजुली जडान गर्ने स्थान पुरा ठेगाना, त्यसमा के हुन्छ टोल वार्ड नम्बर गप्पा नप्पा के छ त्यो। त्यसपछि जिल्ला फोन नम्बर यो लेख्नु होला है। त्यसपछि के छ हाम्रो बिजुली जडान हुने स्थान वितरण घर पसल उद्योग इत्यादि। अब केमा तपाईहरु के हुन्छ त्यो मिटर हैन विद्युत जडान गरिराख्नु भएछ त्यो लेख्नु होला हैन। त्यसपछि के छ हाम्रो घरको बनोट, अब कुन छ हैन फुस छ कि कपडा छ कि पक्का छ कि जस्ता छ कि जम्मा कोठा कतिवटा छ सबै लेख्नु होला। त्यसपछि के छ हाम्रो वायरिङ गर्ने ठेकेदारको नाम ठेगाना हैन। अब तपाईहरुलाई थाहा छ भने लेख्नु होला, नत्र थाहा छैन भने छाड्दिनु होला, उहाँले विद्युत अफिसले आफै लेख्नुहुन्छ है। त्यसपछि के छ उल्लेखित ठाउँमा पहिल्यैदेखि नै बत्ती भए सोको विवरण, अब कुनै ठाउँ छ हैन त्यसमा पहिलादेखि नै त्यहाँ के हुन्छ बल हैन हाम्रो लाइट जडान गरेछ भने, त्यसपछि जुन ठाउँमा तपाई मिटर हैन मिटर जडान गर्नुहुन्छ त्यो ठाउँमा अघिदेखि कुनै छ भने अब कसैकोबाट के हुन्छ केही तपाई लाइन जडान गरेर हैन बत्ती बालिराख्नु भएछ भने उहाँको ग्राहक नम्बर, बत्ती जडान भएको कुन सालमा भएछ, ग्राहकको नाम के छ, त्यसको बुवाको नाम के छ लेख्नु पर्छ हैन। अथवा छैन भने नयाँ ठाउँ छ भने नलेख्नु होला, यो छाड्दिनु होला। त्यसपछि के छ हाम्रो माग गरेको बिजुलीको उपयोग कुन किसिमको आवश्यकता हो तलको उल्लेखित भएको घेरा लगाउनुहोस्। अब के छ गृहस्थ घरमा लगाउने हो कि उद्योगमा लगाउने हो कि कुनै व्यापारी गैर व्यापारिकमा लगाउने हो कि सिँचाइमा हो कि खानेपानी हो कि यातायातमा मन्दिरमा सडकमा हैन। अब जुन ठाउँमा लगाउन चाहनुहुन्छ तपाईहरु त्योमा टिक लगाउनुहुन्छ है, लगाउनु होला। त्यसपछि कुन किसिमको आवश्यकता हो घेरा लगाउनुहोस्, नयाँ विद्युत लाइन लिनुहुन्छ कि अस्थायी विद्युत लाइन लिनुहुन्छ त्यसमा टिक लगाउनु होला। त्यसपछि आवेदन वा निजीको परिवार नाम घरमा जडान भएको विद्युत तपाईको महसुल वा अन्य के हुन्छ अन्य बचत रकम भुक्तानी गर्न बाँकी छ कि छैन। अब के भनिरहेछ तपाईले अघि घरमा जुन बत्ती बाल्नुहुन्छ हैन जडान गर्नु भएछ अघि त्यसको के हुन्छ महसुल तपाईको बाँकी छ कि छैन त्यो टिक लगाउनु होला। अगर बाँकी छ भने ग्राहक नम्बर के नाम छ ठेगाना सबै लेख्नु होला है। यति भर्दा यो हाम्रो
के भन्छ विद्युत आवेदन फर्म यो जुन हाम्रो व्यक्तिगत विवरणहरू भर्नुपर्ने छ त्यो कुरा पुरा हुन्छ है। त्यसपछि यता हेर्नु होला, त्यसपछि के छ हाम्रो यता हेर्नु होला के छ घर उपयोग व्यापारको लागि। अब घर केमा उद्योगको लागि कि व्यापारको लागि के को लागि प्रयोग गर्न चाहनुहुन्छ तपाईँ हैन, त्यसको लागि जडान विवरण हैन। अब कति बत्ती बाल्नुहुन्छ, कति पंखा, कति मोटर हैन, कति राइस कुकर के चाहिन्छ त्यो कुराहरू तपाईँ यो सङ्ख्यामा लेख्न सक्नुहुन्छ। त्यसपछि यसमा किसिम हुन्छ है, सिंगल फेज कि 3 फेज कि निजी ट्रान्सफर्मर लगाउन चाहनुहुन्छ तपाईहरु। त्यो अब सिंगल छ भने सिंगलमै टिक लगाउनु होला है। मेरो सिंगल छ भने म सिंगलमै लगाएछु। त्यसपछि के छ मिति यता हेर्नु, आवेदक सरकारी कार्यालय संस्था भएमा अब कुनै सरकारी कार्यालयको छ या संस्थाको छ भने त्यो के हुन्छ त्यसको आधिकारिक व्यक्तिको नाम र सही दर्जा सबै लेख्नु पर्छ। त्यसपछि के छ यता चार्जिङ हैन, स्टेसन उपभोक्ता सम्बन्धी जडान विवरणहरू यो कुराहरू यो तपाईहरुलाई पर्दैन हैन, यो सरकारी संघ संस्थामा छ भने हेर्नु होला। त्यसपछि हाम्रो निजी आफ्नो घरमा लगाउनको लागि यो कुराहरू पर्दैन तपाईहरुको लागि है। त्यसपछि के छ यता हेर्नु होला, उपभोक्ता विवरण सबै ठीक छ, फरक भएमा त्यसको लागि हामी जिम्मेवारी हुनेछ है। अब त्यसपछि यता हेर्नु होला, संलग्न कागजातहरू के पर्छ है। त्यसपछि के छ हाम्रो आवेदकको नागरिकता प्रमाणपत्रको प्रमाण प्रतिलिपि एक थान। त्यसपछि जग्गा धनी लाल पूर्जाको प्रमाणित प्रतिलिपि एक थान। त्यसपछि नक्सा पास प्रमाणित पत्रको के हुन्छ प्रमाणित प्रतिलिपि एक थान हैन। यो कुराहरू संलग्न कागजातहरू हैन। त्यसपछि के हुन्छ यसमा स्वीकृत क्षमताहरू यो हामीलाई पर्दैन हैन, किनकि हामीलाई ग्राहक नम्बर कति छ, कति एम्पियर को छ हैन, कति किलोवाट यो कुराहरू हामीलाई थाहा हुँदैन। त्यो भएर तपाईहरुलाई यो नभर्नु होला, यस्तै हैन, यस्तै छाड दिनु होला। यो विद्युतको अफिसले आफै काम गर्ने कामहरू हो। त्यसपछि यता हेर्नु होला, कार्यालयको परियोजनाको लागि यो कुरा तपाईहरुले छाड दिनु होला कि यो त विद्युत अफिसको काम हो है। जुन विद्युत प्राधिकरणबाट तपाईहरु फर्म पेश गर्नुहुन्छ जुनबाट त्यो उहाँले गर्ने काम हो। के छ हैन उहाँहरुले सबै गर्ने हो। त्यसपछि यता हुन्छ हेर्नु न, यसमा नयाँ ग्राहक शाखा प्रमुख, त्यसपछि कार्यालय प्रमुख उहाँहरुले साइन गर्ने, उहाँहरुले भर्ने के कुराहरु छ। त्यो भएर तपाईले कार्यालय परियोजनाको लागि जुन पेज छ त्यो छाड दिनु होला, यो न तपाईहरु गर्नु होला के है। त्यसपछि यता हेर्नु होला, नेपाल विद्युत प्राधिकरण नेपाली के छ आवेदकले भर्नुपर्ने, यो हामीलाई भर्नुपर्ने कुरा छ है, आवेदकले भर्नुपर्ने कुरा। यता हेर्नु होला, आवेदकको नाम र ठेगाना लेख्नु होला। त्यसपछि प्रचलित बोलाउने नाम, अब फेरि जुन मान्छेको नामबाट छ त्यही मान्छेको नामबाट अर्को नाम पनि हुन सक्छ हैन, प्रचलित त्यो नाम पनि लेख्नु होला। त्यसपछि के छ घर विवरण तोक्नु होला, नयाँ घर छ कि पुरानो छ, त्यसपछि कति तल्ले छ हैन, त्यसपछि कति कोठे छ त्योहरू लेख्नु होला। त्यसपछि घर मोड कति छ, कुन दिशातर्फको घर छ, पूर्व पश्चिम त्यो तोक्नु होला है, सबैमा टिक लगाउनु होला। त्यसपछि घरको छाना के छ, जस्ता राखेछ कि पक्की छ कि टाइल छ कि फुस छ कि अन्य छ तोक्नु होला है। त्यसपछि के छ घर छिमेकको प्रचलित दुई व्यक्तिको नाम र थर, यो के छ हाम्रो घर प्रचलित हैन, जुन तपाईहरु जुन ठाउँमा मिटर लगाउनु चाहनुहुन्छ, जडान गर्नुहुन्छ त्यो ठाउँमा हैन, त्यो ठाउँमा के हुन्छ तपाईको छिमेकको दुईवटा प्रचलित व्यक्तिको हैन तपाईलाई नाम लेख्नु पर्छ, दुईवटा व्यक्तिको छिमेकको नाम लेख्नु होला। त्यसपछि के छ छिमेकीको घरमा जडान भई राखेको विद्युत ग्राहक नम्बर, अब त्यो छिमेकीको जुन विद्युत उहाँले मिटर लगाउनु भएछ त्यसको ग्राहक नम्बर। त्यसपछि घर छेउको कुनै प्रख्यात स्थान भएको सोको नाम, अब तपाईको घर छेउछाउको कुनै प्रख्यात ठाउँ छ, नाम छ कुनै स्थानको त्यो लेख्नु होला। जसरी म लेखेछु पूर्णा बजार नजिक उत्तरतर्फ हैन, त्यसरी कुनै तपाईहरुले निर्देशन दिनु होला है। त्यसपछि कृषिको हकमा घर मिटर जडान घर भएको विद्युत ग्राहक नम्बर, त्यसपछि बाटो नक्सा सहित विवरण आवेदकले भर्ने। त्यसपछि के भनिरहेछ एउटा स्पष्ट हैन, स्पष्ट नक्सा तपाईहरुले हेराइदिनु होला, डाइरेक्सन कसरी तपाईको विद्युत अफिसदेखि तपाईको घरसम्म कसरी जाने त्यो बाटो हैन, त्यो नक्सा अलि स्पष्ट डाइरेक्सन तपाईहरुले यो बनाइदिनु होला यो खाली ठाउँमा है। त्यसपछि यति कुरा त्यसपछि यता हेर्नु होला अर्को पेजमा अनुसूची 2 मा के छ, यता हेर्नु जग्गा धनी प्रमाण पूर्जा नहुनेको हकमा आवेदकले
अस्थायी विद्युत लाइन माग गर्दा पेश गर्नुपर्ने सिफारिस के भनिरहेछ। अब मानौ म के हुन्छ म जुन ठाउँमा बसिरहेछु त्यो ठाउँ त्यो जग्गा मेरो आफ्नो नामले छैन हैन, म केही दिनको लागि बसिरहेछु, त्यो केही दिनको लागि मलाई के मिटर जडान गराउनु पर्ने छ भने के गर्नुपर्ने, यो सिफारिस गर्नुपर्ने छ है, यो सिफारिस गर्नुपर्ने छ। सम्बन्धित कार्यालयमा स्थानीयतामा गएर तपाईहरुलाई सिफारिस गर्नुपर्ने छ। त्यसपछि अर्को पेजमा हेर्नु होला के छ, नेपाल विद्युत प्राधिकरण हैन, घर धनी सम्मति फारम है। यो अब जुन व्यक्तिको घरमा तपाईहरुले मिटर जडान गर्नु राख्नु भएछ हैन, अब मेरो घर आफ्नो छैन, भाडामा बसिरहेछु, चाहे केही छ भने अर्कोको जग्गामा बसिरहेछु भने त्यस्तो अवस्थामा के गर्नु होला, त्यो घर धनीको सम्मति लिनुपर्छ। त्यो फार्म एउटा भन्नुपर्छ जसलाई मन्जुरनामा फारम भन्छ है। त्यो मन्जुरनामा फारम तपाईहरुलाई भर्नुपर्छ। यहाँ के छ, आवेदक छ हेर्नु, उद्योग छ, व्यवसाय छ, संस्था छ भने त्यसको नाम लेख्नु होला, विवरण लेख्नु होला। त्यसपछि घर जम्मा धनीको हैन, घर जग्गा धनीको नाम लेख्नु होला। त्यो जग्गामा उद्योग व्यवसाय संस्था छ भने त्यो संस्थाको पुरा विवरण लेख्नु होला। त्यसपछि घर जग्गा धनीको के हुन्छ विवरण लेख्नु होला। यो के छ हाम्रो, तपाई अरूको जग्गामा भाडा लिएर बस्नुहुन्छ या जग्गा भाडा नै लिएर केही दिनको लागि अस्थायीको लागि हैन, तपाईले घर मिटर जडान गर्नु राख्नु भएछ भने यो गर्नुपर्छ। त्यो सहमति फार्म भर्नुपर्छ जसलाई मन्जुरनामा फार्म भन्छ है। त्यसपछि अर्को पेज हेर्नु होला, यता छ है, जग्गा धनीको सम्मति फार्म। यो पनि जग्गा धनीको सम्मति फार्म छ। अब तपाई मानौ म 6 महिनादेखि 5 सालको लागि कुनै कोठा भाडा लिएछु हैन, त्यसमा मेरो आफ्नै मिटर लगाउनु छ भने त्यसलाई त्यो सम्मति लिनुपर्छ। त्यो घरबाट तपाईलाई सम्मति लिनुपर्छ। त्यसपछि सम्मति त हाम्रो व्यवहारिकमा भयो हैन। त्यसपछि के हुन्छ, हाम्रो जुन विद्युतमा हामी पेश गर्दाखेरि उहाँलाई त स्पष्ट दिनुपर्छ, त्यो भएर यो भर्नुपर्छ है। हेर्नु त आवेदक तर्फबाट पुरा विवरण लेख्नुपर्छ। त्यसपछि घर धनीको तर्फबाट पुरा विवरण लेख्नुपर्छ। यो भयो हाम्रो तपाईहरु जग्गा धनीको सम्मति फार्म भयो हैन। त्यसपछि यता हेर्नु, निरीक्षक प्रतिवेदन फार्म जुन नेपाल विद्युत प्राधिकरण, यहाँ लेख्नु भएछ, स्पष्ट लेख्नु भएछ के इस्टिमेट गर्ने कर्मचारीले अनिवार्य रूपमा भर्नुपर्ने, त्यो भएर यहाँ स्पष्ट नै गरिदिनु भएछ। त्यो भएर यो हामीलाई भर्नुपर्ने काम छैन है, यो अफिस नै भर्नुपर्ने छ। इस्टिमेट गर्ने कर्मचारीले अनिवार्य रूपमा भर्नुपर्ने छ। त्यो भएर यो पेज हैन, यो पेज तपाईहरुले नभर्नु होला है। उहाँले भर्नुहुन्छ पुरा ठेकाना नापा गपा हैन। त्यसपछि कुनै रकम बाँकी छ के छ हैन, उहाँले पुरा हेरेर तपाईको बायोडाटा के छ डिटेल्स, त्यसपछि छानबिन गरेर उहाँले भर्नुपर्ने छ हैन। त्यो यो छाड्दिनु होला, तपाईहरुले नभर्नु होला है। त्यसपछि यता हेर्नु होला, यो पनि त्यसकै छ है, यो पनि त्यसको छ। ट्रान्सफर्मर नम्बर, ट्रान्सफर्मर छ के, यता हेर्नु, यता है, कुनै ट्रान्सफर्मरबाट हैन, कुनै ट्रान्सफर्मरबाट के भन्छ सल्लाह हुने जडान भएको स्थान। अब तपाईलाई कुनै ट्रान्सफर्मरबाट सल्लाह लिएर तपाई आफै जडान गर्न चाहनुहुन्छ भने तपाईले यो विवरणहरु है, यो विवरणहरु त्यो अफिसले सल्लाह लिएर भर्नुपर्ने छ। त्यो भएर तपाई निजी भर्नुहुन्छ भने यो कुराहरु नलेख्नु होला, यस्तै छाड्दिनु होला यो पेजहरुलाई है। त्यसपछि यता हेर्नु होला अझै है। त्यसपछि के छ, नेपाल विद्युत प्राधिकरण विनियम 6 मा है, अनुमानित लागत स्वीकृति फर्म। अब कति खर्च लाग्ने छ, के कति लाग्ने छ हैन, टोटल इस्टिमेट त्यो आवेदक है त्यो काम हैन। यहाँ के हुन्छ, यो हामीलाई त थाहा हुँदैन हैन। अब के छ, बाल ब्रेक कति, जक्सन बक्स कति हुन्छ, डी आइरन कति हुन्छ हैन। यता हेर्नु न, प्राविधिकरण उपलब्ध गराउने सामग्रीहरु। अब उहाँले के हुन्छ, अफिसले कुन सामग्री उपाय गर्नुहुन्छ, उपलब्ध गर्नुहुन्छ, उहाँले आफै लेख्नुहुन्छ त्यो अनुसार हैन। रकम तयार गर्नुहुन्छ, यो स्वीकृत गर्नुहुन्छ। त्यो भएर यो फर्म तपाईहरुले नभर्नु होला, निजी यो अफिसले नै भर्ने हो। त्यसपछि इस्टिमेट गर्नेको साइन दस्खत गर्ने हो, सिफारिस गर्नेको स्वीकृत गर्नेको। त्यो भएर यो काम हामीहरुको हैन, यो अफिसले नै भर्ने हो। त्यो भएर यो नभर्नु होला है। त्यसपछि यता हेर्नु होला, नेपाल विद्युत प्राधिकरण हैन। अब विषय रकम जम्मा गर्ने सूचना। अब कति तपाईलाई हैन, यहाँ हेर्नु न, के यहाँ ठेकाना लेख्नुहुन्छ, त्यसपछि पत्र संख्या लेख्नुहुन्छ, चलानी नम्बर लेख्नुहुन्छ। यो कुराहरु हामीलाई भर्नुपर्ने छैन, यहाँ अफिस नै भर्नुहुन्छ है। त्यसपछि यता कति धरौटी रकम राख्नुहुन्छ, मिटरको मूल्य कति हुन्छ, सामानको मूल्य कति हुन्छ, सेवा दर कति हुन्छ हैन। त्यसपछि यो कुराहरु हामीलाई कसरी थाहा हुन्छ,
त्यो भएर यो काम हामीहरूको होइन। यो कति पैसा लिनुहुन्छ। त्यसपछि नेपाल विद्युत प्राधिकरण अनुसूची 7 मा होइन यो अब मानौ कति धरौटी रकम पर्नेछ होइन, कति मिटर शुल्क लाग्नेछ, त्यसपछि सेवा दस्तुर कति छ, यो कुराहरू हामीलाई कसरी थाहा हुन्छ होइन। त्यो भएर यो कामहरू अफिसको छ, कति लाग्छ चार्जहरू होइन, उहाँले नै त्यो राख्ने हो है, भर्ने हो। त्यसपछि इन्जिनियरको उहाँको साइन दस्खत गर्नुपर्ने छ। यो कुराहरूलाई हामीलाई भर्नु पर्दैन, हामीलाई भर्नु पर्ने छैन, अफिसले नै भर्नुपर्ने छ। त्यसपछि अझै हेर्नु होला, अझै पेज छ है। त्यसपछि के छ, नेपाल विद्युत प्राधिकरण रकम जाना गर्ने सूचना होइन। त्यसपछि यो अनुसूची 7 मा पनि यसमा पनि त्यही सेम छ, रकम जम्मा गर्ने सूचनाहरू सेम पेज नै छ होइन। त्यसपछि यति भर्दा तपाईको यो सक्छ होइन। त्यसपछि दरखास्त गर्नुहुन्छ, यति भरेर त्यसपछि तपाईहरुले वार्डमा गएर होइन तपाईहरुलाई सिफारिस गराउनु पर्छ। एउटा सिफारिस सकेपछि तपाईहरुले के गर्नुहुन्छ, यसलाई होइन सिफारिस लिएर त्यसपछि जग्गाका लाल पूर्जा नागरिकता होइन फोटोकपी लिएर त्यसपछि फर्म भरेर सबै दरखास्तहरू त्यसपछि साइनहरू छापहरू लगाएर होइन त्यसपछि तपाईहरुलाई यो गएर तपाई विद्युतमा होइन त्यो नजिकको विद्युतमा जुन छ त्यसमा तपाई बुझाउनुहुन्छ, शुल्क तिर्नुहुन्छ। त्यसपछि तपाईको 1 हप्ता 10 दिनदेखि भित्रमा तपाईहरुलाई मिटर जडान गर्नुहुन्छ है उहाँले। यति कुरा भन्दै तपाईहरुलाई यो भिडियोबाट केही तपाईहरुलाई सहज भइरहेछ, केही हेल्पफुल भएको होला भने भिडियोलाई मिसन सिभी लोकसेवा युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। त्यसपछि भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला, सक्दो साथीलाई शेयर गर्न नभुल्नु होला। हस्, धन्यवाद है।